नु ने नो सिक्ने तरिका गइराखेका छौँ सिक्नलाई। अब हेर्नुहोस् ना भनेको पहिलो स्टेप तपाईँले सिधा लाइन तान्नुपर्छ। सिधा लाइन तानिसकेपछि दोस्रो स्टेपमा यसरी तल जाने। अब यो दुईटैलाई जोड दिने यसरी। यो भनेको ना बन्यो। अब नि भनेको पहिलो स्टेप सानो तान्ने धर्को, दोस्रो स्टेपमा भनेको अलि ठुलो। अब दुईटैलाई जोड दिनुपर्छ एक ठाउँमा। यो भनेको निको स्टेप पुग्यो। अब नु भनेको हामीलाई एकदम सजिलो छ। यो 7 जस्तो बनाउने, पहिलो स्टेप 7 जस्तो बनाउने, दोस्रो स्टेप भनेको यसरी काटे जस्तो गर्ने, धक्को दिने। अब यो दुईटैलाई जोड दिने। यो भनेको के भन्यो त नु भन्यो। अब ने भनेको पनि पहिलो स्टेप सिधा छ, तेस्रो अलिकति धक्को तान्ने, एको जस्तो माथि एको जस्तो धक्को तान्ने, हिरागानाको ए जस्तो। अनि दोस्रो स्टेप भनेको 7 जस्तो बनाउने। 7 जस्तो बनाइसकेपछि थर्ड स्टेप सिधा तल जाने, तेस्रो स्टेपमा बाङ्गो जाने। अब यहाँ हेर्नुहोस् त यो तिनटैलाई जोड दिनु पर्यो, सिधा तेर्सो। अब 7 जस्तो अनि यसलाई अब यहाँदेखि चाहिँ यसरी सिधा काट्ने अनि यसलाई चाहिँ यहाँदेखि गर्ने। बन्यो ने। के कसरी बन्यो त यसरी ने बन्यो, ने बन्यो। अब हेर्नुहोस् अब नो भनेको सिधा तेस्रो पार्ने, यो भनेको नो भन्यो। अब हामी हाको लाइनमा हा हि हु हे हो। अब हेर्नुहोस् त हामीले अब हामीले यसलाई आ साउन्डमा सुरुमा लिएको आ साउन्डको साउन्डलाई लिनु पर्यो। हा आ साउन्ड आयो, हि ई साउन्ड आयो, फु उ साउन्ड आयो, हे ए साउन्ड आयो, हो ओ साउन्ड आयो। अब हेर्नुहोस् हा भनेको हाम्रो पहिलो लेटर भनेको यसो छड्के पार्ने अनि दोस्रो छड्के यस्तो हो। अब यो दुईटैलाई जोड दिने एकै ठाउँ। यो भनेको हा भन्यो, यो भनेको हा भन्यो, हा भन्यो। अब भनेको हि भनेको पहिलो स्टेप यस्तो गर्ने, दोस्रो स्टेप अलि यसलाई छड्को पार्ने। अब दुईटैलाई जोड दिने, दुईटैलाई जोड दिने। यो भनेको के भन्यो त हि भन्यो। अब हामीले फु लेख्दाखेरि कसरी गर्ने त मिलासान एकदम सजिलो छ। यस्तो गर्ने, यस्तो गर्ने, यस्तो गर्ने। यो भनेको के भन्यो त फु भन्यो। अब हे भनेको माउन्टेन जस्तो, ए भनेको तिर भयो, यो भनेको सेम माउन्टेन जस्तो भयो। अब हो भनेको पहिलो स्टेप सिधा तान्ने, दोस्रो स्टेप भनेको यसरी काट्ने बिचदेखि, तेस्रो स्टेप भनेको साइडतिर दुईटा यस्तो दिने। अब तिनटै स्टेपलाई एक ठाउँमा जोड्दाखेरि के बन्छ त हो भन्छ। अब हामी माको लाइन मा मी मो मे मो। अब यसको लेख्ने तरिका सजिलै सिकौँ है। माको लाइन मा भनेको कस्तो गर्ने, मा भनेको हामीले पहिला सुरुमा पहिलो स्टेप यसरी तान्ने, पहिलो स्टेप। अब दोस्रो स्टेप भनेको यसरी अलिकति छड्के। अब यो दुईटैलाई जोड दिनु पर्यो हामीले, जोड दिएर यसरी गर्ने, यसरी गर्ने। यो भनेको के भन्यो त मा भन्यो। यो भनेको के भन्यो मा भन्यो। अब नि भनेको पहिलो स्टेप हामीले तिनवटा धर्को तान्नु पर्यो, छड्के है। पहिलो स्टेप, दोस्रो स्टेप, तेस्रो स्टेप। अब तिनटैलाई जोड दिनु पर्यो एकै ठाउँ, तिनटैलाई जोड दिनु पर्यो। के भनेको के भन्यो त मी भन्यो। अब मु भनेको चाहिँ हामीले यसरी गर्नु पर्यो, पहिलो स्टेप, दोस्रो स्टेप, अलिकति यसलाई कुना जस्तो छड्के बनाउनु पर्यो। र तेस्रो स्टेप, दोस्रो स्टेप भनेको हामीले यसरी गर्नु पर्यो, छड्के अलिकति। अब हामीले यसलाई जोड दिनु पर्यो एकै ठाउँ, सो गर्ने। पहिलो स्टेप छ, यहाँ भनेको यस्तो गर्ने। यो भनेको के भन्यो त भनेको मो भन्यो। अब त्यसो मे भनेको कस्तो गर्ने, हामीले अलिकति छड्को पार्ने, छड्को पारिसकेर अनि यसलाई चाहिँ कस्तो गर्ने यसरी काट्ने। अब यसलाई के गर्ने जोड दिने एकै ठाउँ। यो भनेको के भन्यो त यो भनेको मे भन्यो। अब मो भनेको हामीले अघि नै पढिसकेको, यसो गर्ने पहिलो स्टेप, दोस्रो स्टेप भनेको चाहिँ यो चाहिँ सानो हुन्छ, सानो हुन्छ। अनि त तेस्रो स्टेप भनेको चाहिँ यो चाहिँ सानो भएर यो चाहिँ अलि ठुलो हुन्छ। यो भनेको के भन्छ म भन्यो। अब हामीले याको लाइन पढ्यौँ, या यु यो। यसमा चाहिँ 3वटा मात्रै लेटर पढ्नुपर्छ, हामीले हिरागानाको पढेको जस्तो। अब हेर्नु त याको लाइन हामीले याको स्टेप सुरुमा सिक्छौँ, अलिकति यसलाई माथि उचाल्ने र यस्तो गर्ने। अब त्यसपछि अलिकति यसलाई चाहिँ बाङ्गै गर्नुपर्छ। अब यो दुईटैलाई जोड दिनु पर्दा एकै ठाउँमा के बन्छ त यो भनेको के भन्यो त या भन्यो, या भन्यो। अब यो भनेको हाम्रो पहिलो
स्टेप भनेको यस्तो हुन्छ। पहिलो स्टेप यस्तो लेखिसकेपछि अलिकति यसलाई चाहिँ अलि बाङ्गो हुन्छ अलिकति, अनि त्यसपछि दोस्रो स्टेप भनेको यो लाइनभन्दा अलि यो लाइन ठुलो हुन्छ। अब यो दुईटै स्टेपलाई जोड दिएपछि एकै ठाउँ के बन्यो त यु बन्यो। अब यो भनेको उल्टो 3 जस्तो हुन्छ। पहिलो स्टेप यसो गर्ने अनि दोस्रो स्टेप पहिलो स्टेप दुईटा अब एकै ठाउँ जोड दिनु पर्यो। यो भनेको यो भन्यो। अब हामी काताकानाकै राको लाइन पुग्यौँ है। रा रि रु रे रो। राको पहिलो स्टेप गर्नु। यो भनेको अलिकति के हुन्छ सानो धारको सिधा लाइन हुन्छ। अनि त्यसपछि दोस्रो स्टेप भनेको यसलाई यसरी मोड्न सकिन्छ। यो दुईटैलाई एकै ठाउँ जोड दिनु पर्यो नि त। दुईटैलाई एकै ठाउँ जोड दिएपछि यो के भन्यो त रा भन्यो। अब त्यस्तै रि भनेको पहिलो सिधा लाइन तान्ने, अलिकति सिधा लाइन तानिसकेपछि सेकेन्ड पोइन्टमा यसरी अलिकति बाङ्गो तान्ने, छड्को तान्ने। अब यो दुईटैलाई जोड दिनु पर्यो। यो के भन्यो रि भन्यो। अब रु भनेको चाहिँ पहिलो स्टेप यसलाई अलिकति छड्के हुन्छ। अब त्यस्तै अनि दोस्रो स्टेप भनेको यो अलिकति उल्टो तीर जस्तो बन्सी जस्तो हुन्छ। अब यो दुईटैलाई एकै ठाउँ जोड दिनु पर्यो। यो भनेको के भन्यो त रो भन्यो। अब रेको पालो भनेको एकदम सजिलो छ, यस्तो गर्ने। यो भनेको के भन्यो त रे भन्यो रे। अब रो भनेको चाहिँ सिधै बक्सा जस्तो बनाइदिने, बक्सा के भन्यो त बक्सा भन्यो। यो भनेको रो भन्यो। फेरि पनि हामी 3वटा लेटरमा आइसक्यौँ। वा ओ न 3वटा मात्रै लेटर हुन्छ यसमा। अब यो वाको पहिलो स्टेप भनेको यसो अलिकति मात्रै सिधा गर्ने, त्यसपछि दोस्रो स्टेप भनेको यसरी गर्ने। अब यो तिनटैलाई एकै ठाउँ जोड दिने नि त, यसो गर्ने पहिलो स्टेप अनि यहाँ दोस्रो स्टेप। यो भनेको के भन्यो त वा भन्यो। अब ओ भनेको पहिलो स्टेप यस्तो गर्ने, दोस्रो स्टेप सिधा लाइन। अब यो तिनटैलाई एकै ठाउँ जोड दिनु पर्यो, सो गर्ने। यो भनेको के भन्यो त ओ भन्यो। अब यसलाई चाहिँ अलिकति तेस्रो पार्ने, अनि दोस्रो स्टेप भनेको माथिदेखि लिने क्या। अब यसलाई के भन्यो त न भन्यो। हामीले जापानिज भाषाको हिरागानामा जसरी अगाडि पढेका थियौँ तेन्तेन र मारु, त्यसरी नै काताकानामा सेम रुल फ्लो हुन्छ। त्यसरी नै यो दुईटा धर्कोलाई छड्के धर्कोलाई के हुन्छ तेन्तेन, अनि यो एउटा गोलो सानो गोलालाई के भन्छ मारु। अब यो तेन्तेन र मारु हामीले जसरी हिरागानामा युज गऱ्यौँ त्यसरी नै काताकानामा पनि युज हुन्छ। अब हेर्दै जाउँ है। कामा तेन्तेन के हुन्छ कामा तेन्तेन गा। अब हेर्नुहोस् त कामा तेन्तेन गा हुन्छ। अब हामीले हिरागानाको लेटरमा त यो कामा त एउटा अलरेडी धर्को थियो, अब यसमा धर्को छैन, त्यही भएर दुईटा धर्कोले पुग्यो कामा तेन्तेन गा। अब त्यस्तै किमा तेन्तेन गी, कुमा तेन्तेन गु, अनि यो केमा तेन्तेन गे, यो कोमा तेन्तेन गो भयो। अब हेर्नुहोस् त हामी साको लाइन। सामा तेन्तेन के हुन्छ जा, सामा तेन्तेन जा, सीमा तेन्तेन जी, सुमा तेन्तेन जु, सेमा तेन्तेन जे, सोमा तेन्तेन जो भयो। त्यस्तै तामा तेन्तेन दा, चीमा तेन्तेन जी, चुमा तेन्तेन जु, तेमा तेन्तेन दे, तोमा तेन्तेन दो। अब त्यस्तै अब यसमा चाहिँ हामा तेन्तेन लाउँदा चाहिँ बा हुन्छ, हामा मारु लाउँदा चाहिँ पा हुन्छ। यो मारु र बासु दुईटै भनेको हाको कन्डिसनमा आउँछ, हाको लाइनमा आउँछ। त्यस्तै हिमा तेन्तेन लाउँदा बी हुन्छ, मारु लाउँदा पी हुन्छ। त्यस्तै फुमा तेन्तेन लाउँदा हु हुन्छ, मारु लाउँदा चाहिँ पु हुन्छ। हेमा तेन्तेन बे, अनि हेमा मारु पे। त्यस्तै अन्तिममा के भनेको छ होमा तेन्तेन हो, अनि मारु लाउँदा चाहिँ पो हुन्छ।